अझै सुत्नु भएको छैन? किन राति सबै सुतिसकेका छन् तर तपाईँ अझै अनिदो आँखाले मोबाइल हेर्दै हुनुहुन्छ? किन? कि तपाईँको ड्युटी रातभरिको हो कि तपाईँ कसैको मेसेजको प्रतीक्षा गर्दै हुनुहुन्छ? सायद कसैको सम्झनामा मन रोइरहेको छ होला वा निन्द्रा नै हराइरहेको होला तनावको भारीले। सायद तपाईँको निन्द्रा गुमेको छ किनभने जिम्मेवारीले थिचेको छ। घर, काम, सम्बन्ध, सपना वा त यति धेरै चिसो लाग्ने मन बोकेर बस्नु भएको छ जहाँ कोही नजिक भएर पनि टाढा लागिरहेको छ। कि तपाईँ उनीहरूमध्ये एक हुनुहुन्छ जो मुस्कान देखाएर पनि भित्रभित्र चिचाइरहेका छन्? सायद तपाईँसँग काम त सकिएको छ तर मानिसभित्रको थकाइ अझै बाँकी छ। तपाईँको सिरानी मुनि मोबाइल छ तर केही प्रिय शब्दहरूको अभाव छ। तपाईँलाई निन्द्राको औषधि होइन, सायद कसैले म छु तिम्रो लागि भन्ने सानो वाक्य चाहिएको छ। आज म तपाईँलाई सोध्दैछु, किन सुत्नु भएको छैन? आज राति कामका कारण मनमा चोट लागेको छ? कसैको अभावमा, ड्युटीमा या केवल भित्रभित्रै बर्बाद भएर? प्रतिक्रिया दिनुस्। सायद तपाईँको जवाफ कसैको आँसु सुकाउने औषधि बन्न सक्छ। सायद कसैको निन्द्राविहीन रात अरूका लागि सन्देश बन्न सक्छ। रात लम्बिएको छ, निन्द्रा छैन तर शब्द बाँकी छ। तपाईँका लागि आजको रात भावना साट्ने रात हो प्रिय मान्छे।